Good morning everyone. Welcome to my YouTube channel. म धेरै अगाडिदेखि अ डे इन माई लाइफ वाला भ्लग बनाउनु मन थियो अनि टुडे इट्स सन्डे सो स्याटरडे र सन्डे चाहिँ आई एम अफ आई डोन्ट वर्क नर्मली चाहिँ आई गो होम बिकज माई होम इज नियर बाई बट दिस विकेन्ड आई स्टेड बिकज माई हेल्थ इज अल्सो नट द्याट ग्रेट बिकज अस्तिको विक चाहिँ मलाई कुकुरले टोकेको थियो एन्ड देन बिफोर द्याट अल्सो कस्तो त्यो बडीमा त्यो अनइजिनेस हुन्छ नि त्यो भइरहेको थियो त्यो सिक हुनुभन्दा अगाडि हुन्छ नि जुनवाला सो बिकज अफ द्याट अल्सो आई डिसाइडेड मेबी दिस विक आई सुड रेस्ट भनेर यस्टरडे आई डिड नथिङ आई जस्ट स्टेड इन माई रूम रेस्ट बट टुडे आई निड टु गो टेकु सुई लगाउनको लागि पनि अनि मलाई म्युजिक स्कुल पनि जान मन छ लिटरली आई डोन्ट ह्याभ एनी प्लान टुडे आई विल जस्ट गो विथ द फ्लो so yes I'm going to buy something outside मलाई धुप र अनि के चाहिएको छ सामानहरू so I will just go nearby अनि किन्छु लगाउनको लागि चाहिँ आज म जान्छु अनि फेरि मलाई थर्सडे पनि बोलाएको छ थर्सडे फेरि टिकाको दिन हो त्यही भएर अलिक के गरेर मिलाउने यस्तो भइरहेछ बट लेट्स सी हिजो मैले लुगा धोएर यता माथि सुकाइदिएको कौसीमा एकदम ठुलो हावा आएर अरूहरूको घरमा पुगेछ अब आई डोन्ट नो देम उहाँहरूलाई साथी बनाउनु जानुपर्ने छ अब हामीसँग मुन्तला पनि छ फुल पनि छ यो चाहिँ फेभरेट कर्नर हो हाम्रो घरको स्पेसली अझ झन् तलपट्टि चाहिँ त्यहाँ प्लान्टहरू पनि छ अनि बेलुका आफ्टर वर्क कहिलेकाहीँ पढ्न मेडिटेसन गर्न वी हेभ गुड प्लेस पनि त्यो पिङ्क ज्याकेट चाहिँ मेरो हो अब यहाँ मान्छे नै हुनुहुन्न कसरी माग्नु त्यसपछि चाहिँ मैले इनड्राइभ बुक गरेँ अनि टेकुतिर लागेँ तर एकदमै घुइँचो थियो अनि म म्युजिक स्कुल पनि गएँ So I went and I talked with them. They asked me to come after Chhat. It was quite difficult for me to finalize the time because as I'm working from 8:30 to 5:30, so it was quite difficult to find a good slots for me. But I think it's manageable. I need to manage. I need to go and see which my team also. So yes, I'm happy. After Chhat I will be joining भनेर तर कहाँ हो यो आम्मामा के साह्रो घाम मेरो सबै काम सकेर घर फर्के पछाडि फेरि माथि कौसीमा गएर यो प्लेन उडिरहेको हेरिरहेँ नर्मल्ली कहिलेकाहीँ समय हुँदाखेरि माथि कौसीमा गएर हेर्न रमाइलो लाग्छ मलाई अनि स्वास्थ्य पनि खासै ठिक नभएको भएर म फर्किहालेँ नर्मली यस्तो स्लो सन्डे त मेरो कहिले पनि हुँदैन इभन विकेन्ड भए पनि अलवेज देयर इज समथिङ केमा बिजी भइरहेको हुन्छु अनि हेल्थले गरेर चाहिँ आई डिड नथिङ दिस विकेन्ड के गरौँ भइरहेको थियो अनि नर्मली चाहिँ म फिल्म हेर्न नै सक्दिनँ म सुत्तिहाल्छु आधीमै अथवा म सक्दिनँ फिल्म हेर्न चाहिँ अनि योपालि चाहिँ ओके मेबी आई सुड ट्राई टु वाच अ मुभी भनेको तर म हेर्दा निदाएँ अनि मेरो सन्डे सक्यो बाई बाई